जेनजी आन्दोलनमा मजाले सामान त चोरियो। अब पुलिसले भट्टाभट त्यो चोरहरूलाई समाउन थालेको छ। यसैको डरले चाहिँ कोही कोही साथीहरूले मलाई प्रश्न गर्दै हुनुहुन्थ्यो, अब त्यो चोरेको सामान चाहिँ मैले चाहिँ फिर्ता गरेँ भने मलाई कानुन बमोजिम सजाय हुन्न र साथी भनेर मलाई प्रश्न गर्दै हुनुहुन्थ्यो। ल आउनुहोस् है त आज बुझौँ। हेर्नुहोस् साथीहरू, तपाईँले एकचोटि कुनै पनि सामान अरूको अनुमति बिना चोर्नुहुन्छ भने, अरूलाई झुट बोलेर अथवा अरूलाई छक्काएर कुनै पनि सामान कुनै पनि व्यक्तिको चाहिँ चोर्नुहुन्छ भने तपाईँ चोर चाहिँ चोर नै हो। तर पनि तपाईँले पुलिसको आग्रह अनुरोध पश्चात त्यो चोरेको सामान फर्काउनुहुन्छ भने तपाईँलाई कानुन बमोजिम सजाय त हुन्छ नै, तपाईँले फिर्ता गरे पनि। तर तपाईँको त्यो अनेस्ट, जुन तपाईँ अनेस्ट हुनुभयो नि, त्यसलाई मध्यनजर गरेर तपाईँलाई कम सजाय चाहिँ हुनसक्छ। र चोरेको सामान फिर्ता गर्दैमा चाहिँ सजाय नै नहुने भन्ने चाहिँ हुँदैन है त। त्यसैले कानुन जानौँ, बुझौँ र आजैबाट सचेत रहौँ। हस्।